केटा हो भर्खर जारबाट पानी थापेको कि जारमा यस्तो किरा छ यार के हो यार जारभित्र पनि यस्तो किरा हुँदो रहेछ यार के हो यार यो के हो यो खासमा केही हुँदैन ओ जारमा पानीमा किरा हो जारभित्र मुजी कस्तो डुप्लिकेट जारहरू आउनु थालेछ हेर्दै खाने पर्नु भयो नि त यार अब त त्यही भएर दाइ धारा वही दुलोमा हो। धारामा झन् के होला यहाँको सोच्न धाराको पानी खाने त्यही भनेको यहाँको धारा टाइफाइड भर मरि यहाँको धाराको पानी हान्यो भने त सिधै मुजी 2 दिनमै चिली म भाइ किन के हुन्छ त्यसको Watch out! पछाडिको घरमा छैन उल्लाबारी 1-2 महिना बसेर आएर धाराको पानी हान्ने बानीमा हो भने त यहाँ आएर पनि हान्न खोजिन्छ यार अनि दाइ तपाईँ त्यहाँनिर त्यो जुन पानी खानुहुन्छ नि त्यो पानी त यहाँनिर हामी अनि गाँड धुन्छौँ अनि त्यही त खतरा हो त तिमीहरू किनभने यतातिर दाइ धारा छ नि त, त्यही बालुवै भएर बालु होइन? हुन्छ हौ त्यो उयो धाराको पानीमा पनि कोही बेला त बालुवै बालु हुन्छ होइन धाराको पानी त्यो फिल्टर गरेर खाएको राम्रो हो उताको पनि धाराको धाराको मात्र डाइरेक्ट हुँदैन फिल्टर खानुपर्छ मेरो अगाडिको दुलोतिर आयो त है एकजना कभरमा जा नाइस त्यो एउटा स्क्वाड सक्यो होला अर्को छ है त्यही भएर दाइ तपाईँ यहीँ बसेको भए हुन्थ्यो कि बुझ्नु भएन यहाँनिर अलिकति हेल्दी लाइफ स्टाइल छ क्या त्यहाँको भन्दा त्यहाँ बसेको भए त्यहाँनिर अहिले ओभर दाइ त्यहाँ बसेको भए अहिले एयर पोल्युसन पनि छ कि त्यहाँ बसेको भए अहिले कुन सुधार केन्द्रमा हुन्थ्यो मुजी म